धन्यवाद। सबै वर्ग, सबै जनजाति, आदिवासी जनजाति, मधेसी मुस्लिम, पहाडी वर्ग, थारू समुदाय, अग्रज व्यक्तित्व, देश तथा विदेशमा रहनुहुने महानुभावहरू सम्पूर्णमा हार्दिक नमस्कार। यो आज मिति 2083 साउन 17 गतेका दिन आज केही मात्रामा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर 9 स्थित चौगन्नपुरमा आज कम मात्रामा वर्षा भइरहेको छ। तसर्थ आज राति मनसुन सक्रिय रहने हुनाले आज विभिन्न स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यमतर्फ वर्षा हुने कुरा अवगत गराउन चाहन्छु। आजको यस समय सान्दर्भिक, समय सापेक्ष र एउटा किसानको मर्म बुझ्ने र किसानका आवश्यकतालाई परिपूर्ति गर्ने माध्यमले मैले आज एउटा वर्षाको बारेमा मूल्याङ्कन गरिरहेको छु। त्यो मूल्याङ्कन केवल एउटा भविष्यवाणी मात्र होइन, एउटा वेदरको एउटा इभ्यालुएसन गर्ने माध्यम पनि हो। तपाईले फेरि केही कुरालाई अलि जटिल मान्नुभएको होला। इभ्यालुएसन भनेको त्यो अङ्ग्रेजी शब्द प्रयोग गरेर मैले व्याख्या गरिरहेको छु। त्यो इभ्यालुएसन भनेको त्यस्तो शब्द हो जुन मूल्याङ्कन गर्ने, त्यसलाई लेखाजोखा गर्ने, कसरी लेखाजोखा गर्न सकिन्छ भन्ने कुरा त्यो मापनले सिकाउँछ। त्यसले स्तर निर्धारण गर्छ। स्तरीकृत माध्यम अथवा मौसमका कुराहरूलाई अवलोकन गरेर एउटा नयाँ ढाँचामा बदल्नका लागि आज मौसमका सबल तथा दुर्बल पक्षहरू र मौसमले पार्ने नकारात्मक प्रभावका बारेमा आज चर्चा गर्न चाहन्छु। पानी पर्यो भने साथै यो बाली नाली अथवा धानलाई पनि धेरै राम्रो गर्नेछ। तर अर्को विकल्प के छ भनेपछि अत्याधिक वर्षा पर्यो भने बाढीको अलि बढी मात्रामा जोखिम रहेको छ। हिमाली तथा पहाडी भूभागमा ठुलो पानी पर्दा बित्तिकै, ठुलो वर्षा हुँदा बित्तिकै त्यहाँ बाढीको बढी जोखिम रहने भएकोले अलि सावधान हुन अथवा सतर्क रहन म सबै नेपालवासी, नेपालमा रहनुहुने सम्पूर्ण जिज्ञासाकर्मी विज्ञहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। केवल यो एउटा समसामयिक घटनाको एउटा रूप हो। यो घटनाले भोलिका दिनहरूमा निकै उग्र रूप लिनेछ। केवल एउटा यो घटनामा मात्रै सीमित नरहेर यो बाढी भन्ने चिज यो प्राकृतिक विपत्तिका कारणले आउने एउटा प्राकृतिक तथा अमानवीय व्यावहारिक परीक्षण र वातावरणीय असन्तुलितका कारण हुने एउटा जनधनको क्षति हुने एउटा माध्यम हो। केवल बाढी भनेको कतिखेर आउँछ भनेर अनुमान गर्न सकिँदैन। यो त एउटा समय सापेक्षिक अनुसार यो त एउटा अस्थायी रूपमा हुने एउटा परिवर्तन हो।
यसको कुनै पनि दीर्घकालीन रूपमा लामो समयसम्म टिक्ने भन्ने चाहिँ हुँदैन। यो कहिले आउँछ, कतिखेर आउँछ भन्ने यसको तुलना गर्न चाहिँ सकिँदैन। यसलाई तुलना गर्न निकै कठिनाइ हुन्छ, निकै गाह्रो हुन्छ। कतिपय ठाउँमा झुपडीहरू बनाएका हुन्छन्। झुपडी त्यो कस्तो ठाउँमा हो, विकट र पातलो बस्तीमा। त्यस्ता ठाउँमा झुपडी बनाएका हुन्छन् जुन बाढी आएर बाढीले झुपडी समेत बगाएर लगेको हुन्छ। त्यो बगाएर लग्यो भने मानिसहरूको घाँसबास कपास समेत धेरै गाह्रो भइरहेको हुन्छ र कसरी त्यसलाई रोकथाम गर्न सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिँदै मैले अब यदि बाढी पीडित आयो भने त्यो बाढी पीडित रहेको ठाउँमा घरहरू टहराहरू बनाउनु हुँदैन र एकदम अलि बाढी पीडितबाट जोखिम रहने अथवा बस्ने ठाउँमा राम्रो जग्गामा मात्र घर बनाउनु हुन सबैलाई हार्दिक अपिल गर्न चाहन्छु। साथै यदि बाढी पीडित आयो भने सम्बन्धित सरकारवाला निकायहरूले कुन ठाउँमा बाढी आएको छ, कुन ठाउँमा पहिरो आएको छ, त्यहाँ गएर अनुगमन गरेर अवलोकन गरेर परीक्षण गरेर त्यहाँका जनताहरू कति पर्सेन्ट बाढी पीडित जोखिममा छन् तिनीहरूलाई राहत प्याकेज घोषणा पनि गर्न सक्नु पर्दछ। यो कागजमा मात्रै सीमित गरेर चाहिँ हुँदैन। कागज त एउटा पान्ना मात्रै हो, त्यो चाहिँ व्यवहारमा पनि लागू गर्न यो सरकार, यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि ध्यानाकर्षण गराउन चाहन्छु। अहिले त्यो घटनालाई त लियो तर अर्को एउटा नेपालको सिराहा जिल्ला भन्ने ठाउँमा एउटा दङ्गा फैलिएको छ, एउटा जातीय विभेद भइरहेको छ। जुन त्यो उदाहरण हो पहाडिया थारू बीच, जुन मधेसी बीच, जुन आदिवासी जनजाति बीच, त्यो केवल त्यो आदिवासी जनजाति बीचको एउटा घटना चाहिँ होइन। यो त एउटा अहिले निकै मात्रामा देखिएको, विरलै मात्रामा देखिएको एउटा समसामयिक घटनाको एउटा रूप हो। भोलिका दिनहरूमा त्यसले झन उग्र रूप ल्याउनेछ। त्यो घटना कहाँ भयो भन्ने कुरा एउटा विश्लेषणका आधारमा उद्देश्यमूलक र रक्षात्मक एउटा प्रणालीमा एउटा बाधा पुग्नुको एउटा सङ्कल्प हो। जातीय विभेद हुनु, धर्मनिरपेक्षताको कमी हुनु र राजनीतिक अस्थिरताका कारणले देशमा शान्ति नआउनु हो। यो एउटा विद्रोह केवल हिन्दू र मुस्लिम बीचमा भएको एउटा जातीय विभेद हो। हिन्दू र मुस्लिम बीच भएको घटना र हिन्दूले गरेका घटनाहरू, हिन्दूले दङ्गा फैलाएका र मुस्लिमले पनि दङ्गा फैलाएका यिनी घटनाहरू समसामयिक रूपमा देखा परेका छन्। त्यो धेरै टाढा जान पर्दैन। हाम्रै नेपालको कुना काप्चामा रहेको सिराहा जिल्लामा यो घटनाको एकदम चरम रूपमा, बिगबिकी रूपमा यो कोरोना भाइरस झै छताछुलुङ्ग रूपमा फैलिएको छ। यो घटनालाई सम्बन्धित सरकारवाला निकायहरूले ध्यान दिन जरुरी हुन्छ र पीडितका परिवारहरूले न्याय पाउन जरुरी हुन्छ र त्यो घटनामा को मुछेको छ भन्ने कुराहरू सबै थाहा पाउन पर्छ। यो घटनालाई एकदम नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ। यदि यो सरकारले पनि यो घटनालाई लुकाएर राख्यो भने, यो घटनालाई छुपाएर राख्यो भने र फेरि अर्को नयाँ स्वरूप, एउटा नयाँ उग्र रूप ल्याउनेछ र फेरि दङ्ग फैलिन सक्नेछ। त्यसरी समयमै नै यसको निराकरण गरी समयमै नै यो जातीय विभेदको उपचारात्मक विधिबाट एउटा
सुधारात्मक पद्धतिका माध्यमबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई एउटा नयाँ ढाँचामा बदल्नलाई अब त्यहाँ कसले गोली चलाएको हो, त्यो गोली चलाउनेवाला को हो, सशस्त्र प्रहरी हो या मुस्लिम हो या हिन्दू धर्मावलम्बी हो, त्यसको निष्पक्ष रूपमा छानबिन गर्नुपर्छ र दोषीलाई कारबाहीको दायरामा लिन जरुरी हुन्छ भन्दै मैले आफ्ना भनाइहरू यहीँ टुङ्गाउन चाहन्छु। हस् त, नमस्ते। यो भिडियो 77वटै जिल्लामा पुर्याइदिनु हुन हार्दिक अपिल गर्न चाहन्छु र शीघ्र स्वास्थ्यका लाभका साथै घाइते परिवारहरूमा न्याय, सुनिश्चितता, समावेशीपन र सुशासनको एउटा राम्रो सकारात्मक सोच होस् भन्दै मैले आफ्ना कुराहरू यहीँ टुङ्गाउन